अनि सबभन्दा पहिला यो सेतो कलरको जुन वायर छ यसमा 12 भोल्ट करेन्ट आउँछ। यो 12 भोल्ट करेन्ट चेक गर्नको लागि चाबी अन भए नि केही फरक पर्दैन, चाबी अफ भए पनि केही फरक पर्दैन है मित्रहरू। अनि यहाँ वायर मैले लगाइसकेको छु एउटा। अनि यो एउटा जुन वायर छ नि टेस्ट ल्याम्पको बडी अर्थिन है, यो टच गर्नुपर्छ। अनि यहाँनिर हेर्न सक्नुहुनेछ तपाईहरु, यो टेस्टी ल्याम्प एकदम अन भइसक्यो है। यानी कि यो पल्सर NS 200cc को यो बाइक रहेको छ हैन। अनि यो बाइकमा तपाईहरुको यो जुन बाइक छ नि, यो बाइकमा फ्यान चलिराखेको छैन भने फ्यान यो साइडमा हुन्छ। म तपाईहरुलाई देखाइदिन्छु। यहाँनिर हेर्न सक्नुहुन्छ है, यसको चाहिँ उतापट्टि फ्यान हुन्छ है, उतापट्टि फ्यान हुन्छ यसको। यहाँनिरको फ्यान चलेन भने के चेक गर्नुपर्छ है, यसैको बारेमा आज म तपाईहरुलाई जानकारी गराउँछु। अनि फ्यानले कसरी काम गर्छ, फ्यान कसरी चल्छ है यो बाइकमा है, यसैको बारेमा म तपाईहरुलाई आज फुल जानकारी गराउँछु है मित्रहरू। सबभन्दा पहिला त म तपाईहरुलाई के जानकारी गराइदिन्छु भने यो NS 200cc को यो पुरा इन्जनको यहाँ ढिका तपाईहरु देख्न सक्नुहुनेछ है। अनि यो निर जुन छ नि यति भाग है, यति भाग, अनि यहाँ 200cc पनि लेखेको छ। अनि यति भाग जुन छ नि, यो यति भागलाई हामीहरुले ब्लक एसेम्बली भन्ने गरिन्छ है मित्रहरू। यसको यति भागलाई ब्लक एसेम्बली भन्ने गरिन्छ। अनि यसैको साइडमा है हाम्रो कोलेन हुन्छ है। कोही कोलेन्टले यो ब्लक एसेम्बली को साइडमा चिसो पार्ने यानी कि कुलिङ पार्ने काम गरिराख्छ है कोलेनले। अनि यो कोलेन तपाईको जब हिट हुन्छ नि, अनि हिट भएको बेला यसैको साइडमा म तपाईहरुलाई यहाँ देखाइदिन्छु। यहाँनिर नीलो देख्न सक्नुहुन्छ, यो नीलो है, यो नीलो जुन छ नि, यो इन्जिन टेम्परेचर सेन्सर यहाँनिर लागेको छ। यो नीलो जुन भाग छ नि, यो सकेट रहेछ, यतापट्टि हाम्रो सेन्सर लागेको हुन्छ है। अनि सेन्सरमा यो नीलो सकेट लागेको छ है। यो सकेटमा दुईटा वायर हुन्छ। म तपाईहरुलाई यो साइडमा म तपाईहरुलाई देखाइदिन्छु। यस्तो प्रकारको इन्जिन टेम्परेचर सेन्सर हुन्छ है। अनि यो ब्लक एसेम्बलीको यहाँ साइडमै रहेको छ है, यहाँ तपाईहरु हेर्न सक्नुहुनेछ है। अनि यो जब हिट हुन्छ नि, यो हिट कति बेला हुन्छ भन्ने म तपाईहरुलाई जानकारी गराउँदा, यो जब इन्जिन हिट हुन्छ नि, तपाईहरुले इन्जिन चलाइरहनु भएको छ है, बाइक चलाइरहनु भएको छ, अनि इन्जिन हिट हुन्छ। अनि जब इन्जिन हिट हुन्छ नि त्यति बेला यहाँनिर सेन्सर यसको भित्र हिट हुन्छ। इन्जिन हिट भयो अनि इन्जिन हिटको सँगसँगै सेन्सर पनि हिट भइराखेको हुन्छ। जब सेन्सर हिट हुन्छ नि, अनि सेन्सर हिट हुन बित्तिकै त्यो सेन्सरले के मेसेज गर्छ भने अब इन्जिन हिट भइसक्यो, अब चिसो पार्ने काम गर्नु पर्यो। अनि त्यतिखेर चाहिँ तपाईको फ्यान अन हुन्छ। अनि फ्यान चल्न बित्तिकै इन्जिन कुल हुँदै जान्छ, यानी कि चिसो हुँदै जान्छ। अनि फेरि सेन्सरमा तपाईको चिसो संकेत आउँछ है, यानी कि चिसो सेन्सर हुन्छ, इन्जिन पनि चिसो हुन्छ अनि सेन्सर पनि चिसो हुन्छ। अनि चिसो हुन बित्तिकै फेरि मेसेज जान्छ। अनि त्यो मेसेज आउन बित्तिकै जुन फ्यान हुन्छ नि, फ्यान पनि अफ हुन्छ। जब यो इन्जिन हिट हुन्छ, इन्जिन हिट हुन बित्तिकै सेन्सर पनि हिट भयो है। अनि सेन्सर हिट हुन बित्तिकै डाइरेक्ट मेसेज यानी कि भेट्छ कि इन्जिन हिट भइसक्यो। अनि मेसेज कहाँ आउँछ भने सेन्सरबाट डाइरेक्ट मेसेज यो CDI मा आउँछ है। यो CDI मा आउँछ वायर मार्फत, यानी कि तार मार्फत, यानी कि सेन्सरले यो CDI लाई यानी कि मेसेज गर्छ कि इन्जिन हिट भइसक्यो, यसलाई अन गर्नु पर्यो हैन। अनि यो वायरबाट चाहिँ मेसेज आउँछ है। एक किसिमको सिग्नल आउँछ, मेसेज भने पनि भयो, सिग्नल भने पनि भयो। अनि सिग्नल यो वायरमा आउँछ है। यहाँनिर हेर्न सक्नुहुनेछ तपाईहरु, यो चाहिँ कालोमा सेतो लाइन बनेको छ है। यो सिग्नल कहाँबाट आयो त इन्जिन टेम्परेचर सेन्सरबाट आयो। अनि सिग्नल आउँछ। अनि सिग्नल आउन बित्तिकै यो CDI मा एक किसिमको सिग्नल प्रोवाइड हुन्छ, यानी कि मेसेज आउँछ है। अनि यसलाई मेसेज आउन बित्तिकै फेरि यहाँबाट वायर बाहिर पठाउँछ, यानी कि यसले आउटपुट फेरि बडी अर्थिन पठाउँछ, सिग्नलै पठाउँछ है। यो वायरबाट जुन यहाँ तपाईको नीलोमा हरियो लाइन बनेको छ है, डाइरेक्ट हमारे फ्यान को रिलेमा आउँछ। यहाँनिर हेर्न सक्नुहुन्छ, यो तपाईको रिले भयो है। यही रिले मार्फत फ्यान अन हुन्छ। अनि यो रिलेमा यो CDI बाट फेरि सिग्नल आयो है फ्यान अन हुनको लागि। अनि यही रिलेले फ्यानलाई अन गर्ने गर्छ है। यहाँ तल वायर छ, म तपाईहरुलाई देखाइदिन्छु। जुन CDI बाट वायर आएको छ नि, यही वायर आएको छ है। यहाँ नीलोमा हरियो लाइन बनेको छ, यो डाइरेक्ट CDI बाट आएको छ। अनि यहाँ चाहिँ करेन्ट आउन बित्तिकै यो करेन्ट डाइरेक्ट CDI बाट आयो। अनि यो करेन्ट डाइरेक्ट यो रिलेमा आउँछ। अनि यो रिलेमा करेन्ट आउन बित्तिकै यो रिले एक्टिभेट हुन्छ है। यो रिले एक्टिभेट हुन्छ। अनि यो रिले एक्टिभेट हुन बित्तिकै जुन हाम्रो रेडिएटरको साइडमा जुन फ्यान छ, पंखा छ, त्यो अटोमेटिक अन भइहाल्छ है। अनि यो अन जबसम्म रहन्छ तबसम्म इन्जिन तपाईको चिसो हुन बित्तिकै फेरि यानी कि तपाईको त्यो फ्यान जुन छ नि, अटोमेटिक यो रिलेले करेन्ट छोडिदिन्छ अनि फ्यान अफ भइहाल्छ है। यसरी चाहिँ काम भइराख्छ रेगुलर। जहीँ तपाईहरुको बाइकमा इन्जिन हिट भइराखेको छ, इन्जिन हिटको प्रब्लम छ, अनि फ्यान चलेको छैन भने कसरी चेक गर्नुपर्छ है, यसको बारेमा नि म तपाईहरुलाई जानकारी गराइदिन्छु।
पुरै सेतो कलरको जुन वायर छ नि यसमा 12 भोल्ट करेन्ट चेक गर्नुपर्छ। यो 12 भोल्ट करेन्ट चेक गर्नको लागि चाबी अन भयो नि केही फरक पर्दैन, चाबी अफ भए पनि केही फरक पर्दैन है मित्रहरू। अनि यहाँ वायर मैले लगाइसकेको छु एउटा। अनि यो एउटा जुन वायर छ नि टेस्ट ल्याम्पको यहाँ बडी अर्थिन है यो टच गर्नुपर्छ। अनि यहाँनिर हेर्न सक्नुहुनेछ तपाईहरु यो टेस्टी ल्याम्प एकदम अन भइसक्यो है। यो पुरै जुन सेतो कलरको वायर छ यसमा 12 भोल्ट करेन्ट प्रोपर आइराखेको छ है मित्रहरू। यसमा 12 भोल्ट करेन्ट आएन भने यसरी नै चेक गर्दा यो बलेन भने यो सेतो कलरको जुन वायर छ नि बीचमा कहीं कट भएको हुन सक्छ अथवा बीचमा कहीं ड्यामेज भएको हुन सक्छ। अनि बल्यो भने एकदम यो सेतो वायर यो बीचमा एकदम सही छ, यसमा प्रब्लम कहीं पनि छैन है मित्रहरू। अनि त्यसपछि यो वायर चेक गर्नुपर्छ है। यो वायर एउटा है, यसमा दुईटा वायर चेक गर्नुपर्ने हुन्छ है। अनि यो एउटा जुन वायर छ नि यो त सिडिआईबाट डाइरेक्ट आइराखेको छ है। यसलाई यानी कि बडी अर्थिङ दिनको लागि एक किसिमको सिग्नल आइराखेको छ फ्यान अन हुनको लागि है मित्रहरू। अनि यो एउटा वायर पनि यसमा पनि 12 भोल्ट करेन्ट आउँछ, चेक गर्नुपर्ने हुन्छ है। यो चाहिँ सिलेटीमा यहाँ रातो लाइन बनेको छ है, यो चाहिँ यसमा नि 12 भोल्ट करेन्ट आउनु पर्ने हुन्छ है, तब मात्र यो रिले काम गर्छ, नत्र रिले सही नै हुन्छ। वायरमा करेन्ट आएन भने फ्यान अन हुँदैन है मित्रहरू। अनि यो एउटा जुन वायर छ डाइरेक्ट हाम्रो यहाँनिर लगाउनु पर्यो है, यहाँनिर लगाउनु पर्यो है। अनि यसलाई चाहिँ बडी अर्थिङ दिनु पर्यो। अनि यहाँनिर हेर्न सक्नुहुनेछ तपाईहरु यो टेस्टी ल्याम्प जुन छ नि यो टेस्टी ल्याम्पको चिम यो बलिराखेको छैन। यो कब बल्छ जब चाबी अन हुनुपर्छ है। यो बल्नको लागि चाबी चाहिँ अन हुनु पर्यो है। चाबी अन भयो अनि यहाँनिर हेर्न सक्नुहुनेछ यो चाबी अन हुन बित्तिकै यो टेस्टी ल्याम्पको चिम यहाँ बलिसकेको छ है। यसको यो बल्नको लागि है मित्रहरू किल स्विच जुन छ नि त्यो अन हुनुपर्छ। किल स्विच अहिले अन छ अनि यो टेस्टी ल्याम्पको यो बल्ब बलिराखेको छ। किल स्विच म अफ गर्छु, यहाँनिर हेर्न सक्नुहुनेछ है। किल स्विच अफ गर्यो भने यो टेस्टी ल्याम्प अफ हुन्छ, फेरि अन गर्छु म, अन गर्न बित्तिकै यो टेस्टी ल्याम्पको बल्ब जगिसक्यो यानी कि बलिसक्यो। यहाँनिर हेर्न सक्नुहुन्छ है तपाईहरु। यसरी चाहिँ चेक गर्नुपर्ने हुन्छ यो बाइकको फ्यान चलेन भने है। अनि यो जुन वायर छ नि यहाँ सिलेटीमा पहिलो लाइन बनेको छ, यो जुन वायर छ यो वायर डाइरेक्ट हाम्रो फ्यानमा गएको हुन्छ है। यो डाइरेक्ट हाम्रो कहाँ गएको हुन्छ फ्यानमा, 12 भोल्ट करेन्ट फ्यानमा जान्छ। अनि अलरेडी एउटा वायर बडी अर्थिङ हुन्छ अनि यो वायर डाइरेक्ट हाम्रो 12 भोल्ट करेन्ट गएको हुन्छ है। अनि अब यो 4वटा वायर त म तपाईहरुलाई जानकारी गराइदिसकेको छु है। यसरी नै चेक गर्नुपर्ने हुन्छ कहीं फ्यान चलेन भने है मित्रहरू। त ल मित्रहरू यस्तै जानकारीको लागि प्लिज मेरो च्यानललाई सब्स्क्राइब गर्नु होला। धन्यवाद। जय नेपाल, नमस्कार।